सस्तो मूल्यमा त्यही पनि कोलोनीमा। यो सस्तो मूल्यमा तपाईँ दरबार जस्तै घर खोज्दै हुनुहुन्छ भने तपाईँको लागि यो घर। नमस्ते, आई एम रूपन काजी गुरुङ फ्रम नमस्ते गोर्खा रियल इस्टेट। आज मैले हजुरहरूमाझ यो बुढा नीलकण्ठ करुणा हस्पिटल नजिकै करुणा हस्पिटलबाट मात्र 100 मिटरको डिस्टेन्समा रहेको यो सुन्दर घर जहाँ तपाईँले देख्न सक्नुहुन्छ एउटा गाडी मजाको गाडी पार्किङ गरेर ग्राउन्ड फ्लोर पनि म देखाउन गइरहेको छु। हजुरले ग्राउन्ड फ्लोर देख्न सक्नुहुन्छ। ग्राउन्ड फ्लोर 2 BHK भाडामा लगाएर माथि 4 BHK आफू बस्न मिल्ने यो सुन्दर घर जहाँ तपाईँले ग्राउन्ड फ्लोरको इन्टेरियर देख्न सक्नुहुन्छ, टिभी क्याबिनेट देख्न सक्नुहुन्छ, बेडरुम देख्न सक्नुहुन्छ, त्यसै गरी किचन र डाइनिङ पनि देख्न सक्नुहुन्छ भने हजुरले दुईवटा बेडरुम, एउटा लिभिङ स्पेस र एउटा किचन डाइनिङ हल, त्यसै गरी बाथरुम यो रेन्टलको लागि रेन्टल स्पेस भयो भने हजुरलाई माथि जाँदै गर्दा तपाईँको सेपरेट डोर, रेन्टलको लागि सेपरेट डोर, त्यसै गरी आफू बस्नको लागि सेपरेट डोर जहाँ तपाईँले आफू बस्नको लागि यो डोर इन्ट्री गर्दै गर्दा तपाईँले पाउन सक्नुहुन्छ। सुज ऱ्याक, त्यसै गरी यो एकदमै ब्रान्डेड सिसोको काठबाट, जङ्गली काठबाट तपाईँको पार्केटिङ गरिएको काठको सामानहरू राखिएको, त्यसै गरी यो एकदमै आकर्षक घर जहाँ तपाईँले एकदमै राम्रो इन्टेरियर गरेर बनाइएको अरू घरहरूभन्दा बिल्कुलै डिफ्रेन्ट घर जहाँ तपाईँले पूर्व फेसको पाउन सक्नुहुन्छ भने हजुरले इन्टेरियर देख्न सक्नुहुन्छ। यो इन्टेरियर फल सिलिङदेखि लिएर सम्पूर्ण कुरा तपाईँले अरू घरभन्दा बिल्कुलै डिफ्रेन्ट लाग्ने यो घर हजुरले देख्न सक्नुहुन्छ। एकदमै 4 आना क्षेत्रफलमा बनेर पनि एकदमै स्पेसियस तपाईँको किचन डाइनिङ तपाईँले यता देख्नु सक्नुहुन्छ भने मोडुलर किचनदेखि लिएर तपाईँले टिभी सोकेस, त्यसै गरी स्टोरदेखि लिएर हजुरले सम्पूर्ण कुराको सेवा सुविधा सम्पन्न घर यो पूर्व मोडामा अवस्थित भएको एकदमै राम्रो लाइटिङ मिलाएर बनाइएको राम्रो इन्टेरियर गरेर बनाइएको यो सुन्दर घर। मेन भनेको तपाईँले पूर्व मोडा, यदि तपाईँ वास्तुअनुसार पूर्व मोडा खोजिरहनु भएको छ भने पूर्व मोडाको यो घर जहाँ तपाईँले सेकेन्ड फ्लोरमा 3वटा बेडरुम पाउनु सक्नुहुन्छ। 3वटा बेडरुममा तपाईँले 2टा मास्टर बेडरुम, त्यसै गरी एट्याच दराजदेखि लिएर मास्टर बेडरुम, त्यसै गरी प्रत्येक रुममा तपाईँले बाल्कोनी, उज्यालोको लागि बाल्कोनी, बिहानदेखि बेलुकीसँग घाम लाग्ने उज्यालो यो पूर्व मोडाको घर। यो सम्पूर्ण कुराको सेवा सुविधा सम्पन्न घर जहाँ तपाईँले नजिकै स्कुल, हस्पिटल, कलेजदेखि लिएर माडदेखि लिएर सम्पूर्ण कुराको सेवा सुविधा सम्पन्न यो कोलोनीको घर, यो बुढा नीलकण्ठ करुणा हस्पिटल नजिकैको कोलोनीको घर जहाँ तपाईँले देख्न सक्नुहुन्छ। यो एकदमै राम्रो डिजाइन गरेर बनाइएको, लाइटिङ गरेर लाइटिङ मिलाएर बनाइएको, त्यसै गरी अगाडि तपाईँले देख्न सक्नुहुन्छ एकदमै राम्रो भ्यूहरू जहाँ तपाईँले कपन गुम्बादेखि लिएर नजिकै जङ्गल, त्यसै गरी शिवपुरी राष्ट्रिय निकुञ्जदेखि लिएर हजुरले एकदमै राम्रो भ्यूहरूको दृश्यावलोकन गर्न सकिने टपमा जाँदै गर्दा हजुरले पाउन सक्नुहुन्छ। एउटा तपाईँको पूजा कोठा वा बेडरुम पाउन सक्नुहुन्छ भने हजुरले एउटा चाहिँ टोयलेट पाउन सक्नुहुन्छ। यो यदि हजुरहरू बुढा नीलकण्ठमा कोलोनीभित्र एकदमै सस्तो मूल्यमा घर खोजिरहनु भएको छ, नजिकै माट, हस्पिटल, स्कुल, कलेजदेखि लिएर सम्पूर्ण कुराको सेवा सुविधा सम्पन्न यो कोलोनीको घर यदि तपाईँहरू भिजिट गर्न चाहनुहुन्छ भने मैले भने हजुरलाई बौद्धदेखि पनि नजिक, चक्रपथबाट पनि नजिक, रिङ रोडबाट पनि नजिक, हेम्स हस्पिटलदेखि पनि नजिक र नजिकै बुढा नीलकण्ठको मन्दिर, त्यसै गरी कपन गुम्बा, हजुरलाई एक्सर्साइज, मर्निङ वाक जानको लागि पनि एकदम फ्रेस हावापानीमा रहेको यो मर्निङ वाकको ट्रेल नजिकै रहेको यो सुन्दर घर यदि हजुरहरू बुढा नीलकण्ठमा सुन्दर घर खोजिरहनु भएको छ, यस्तै नयाँ घर खोजिरहनु भएको छ भने, सस्तो घर खोजिरहनु भएको छ भने हजुरले नमस्ते गोर्खा रियल इस्टेटलाई सम्पर्क गरेर यो सुन्दर घर तत्काल भिजिट गर्न सक्नुहुनेछ भन्दै बिदा हुन चाहन्छु। हस्त नमस्कार।